हेलो एभ्रिवान अनि जय मसी नमस्ते सबैजनालाई। यहाँ चाहिँ मेरो दाउराको थाक छ किनभने आज चाहिँ हामी यहाँनिर कटेर बनाइरहेछौँ। त्यही हो गाउँघरमा, किनकि अहिले चाहिँ म टोटोपाडामा छु, मेरो बुढाको घरमा छु म। अनि आज चाहिँ यहाँनिर हामी सबैजना फ्यामिली नै मिलेर यहाँ कटेरा बनाइरहे, मेरो बुढाले बनाएको कटेरा हो यो चाहिँ, खास गरी मेरो हस्बेन्डले। अनि अबि झन्डै नहेर्नु यो दाउराको थाक चाहिँ यहाँ लगाउनुपर्छ। अब अन्त हेर्नु मेरो कुखुरा खन्नु सुरु गरिहाल्यो यो कुखुराले चाहिँ। हेर्नु यो के भन्छ, नाङ्गो बच्चाहरू। त्यो पारा चाहिँ मेरो भाले देख्नुहुँदैछ, मेरो भाले हेर्नुहोस्, झन्डै 3-4 केजीको त होला। गाउँघरमा यस्तै छ। म चाहिँ अघिदेखि बसेको थिएँ कि अब चाहिँ यो दाउरा चाहिँ यसरी यहाँनिर मिलाउनु पर्छ। त्यो पाराबाट चाहिँ मेरो देवरले दाउराको भारी लिएर आउँदैछ, मेरो भाइले। अब यो चाहिँ यहाँनिर लगाउनु पर्ने छ यसरी 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 यहाँनिर चाहिँ यसरी थाक लगाउनु पर्ने छ। थक कति छ अझै दाउराको थाक? एकदम दाउरा चाहिँ गाउँघरमा चाहिँ एकदम दाउराको चाहिँ धेरै काम हुन्छ। थाक्यो म त। यो बेसी त्यही माथि सर्दी लागिरहेको छ, नाक बन्द भएर। हाम्रो भाले पोथी, यो चाहिँ मेरो पोथी। यो पोथी त बिचरा बुढी भइसक्यो नि अहिलेको होइन त यो पोथी त। म बिहा गरेर आएर 1 सालको बादमा मैले किनेको होला। हेर्नुहोस् मेरो पोथी। यहाँ चाहिँ डल्ले खोर्सानीको बिउ लगाइरहेछ। साह्रै तेज छौँ हाम्रो त यहाँनिर सबै मिलाउनु पर्छ। के गर्नु, आफूहरू परदेशमा हुन्छ, आफ्नो घरमा भनेको जस्तो बस्न पाइँदैन। त्यही भएर पनि घरकाले त्यस्तो छ। अब हामी त बेसी जस्तो बेङ्गलोरमै, अहिले फिलहाल बेङ्गलोरमै हुन्छ। अनि घरमा चाहिँ एकदम मेरो अर्ग्यानिक यो भेजिटेबल्स देखाउँछु ल। मेरो टमाटो यो चाहिँ आफै पलाएको है साथीहरू। यो टमाटर चाहिँ आफै उम्रेको। खरसाङ तपाईँलाई याद छ मैले एकखेप यहाँनिर नि यही ठाउँमा बैगुन रोपेको थिएँ नि। आमा कति खाएँ नि त्यो बैगुनले त। मैले एउटा सानोबडे यत्रै थियो होला त्यसको यो चाहिँ रुख चाहिँ, मतलब त्यसको त्यो प्लान्ट चाहिँ मैले लिएर रोपेको थियो। यति ठुलो बनेको थियो यहाँनिर। त्यसले चाहिँ यति बिघ्न त्यसको यो सब्जी चाहिँ बैगुन चाहिँ यति साह्रो निस्क्यो। हामीले दिनकै खाँदा पनि नसक्ने, गाउँघरमा पनि मैले कतिजनालाई दियो, तर पनि फलेकै हुन्छ नि त्यो कतिवटा 12 मासे हुन्छ नि, फलेको त्यस्तै थियो नि। त्यस्तै त थियो नि अन्त फलेकै। हेर्नु न यो फुल कस्तो दामी दिएको यहाँनिर, फलेकै। लास्टमा चाहिँ हामीले यहाँ किचन बनाउँदाखेरि चाहिँ त्यो चाहिँ भत्क्यो, मतलब के अरे मरेछ त्यत्तिकै। कस्तो दामी दिएको यहाँनिर त यो फुल त, कस्तो चकिलो कलर। यसको नाम चाहिँ मलाई थाहा छैन साथीहरू। यस्तै छ है हाम्रो घर वरिपरि चाहिँ। मेरो हातमा के आयो हेर्नुहोस् त यहाँनिर। कुन चाहिँ फ्लाइ हो पनि।
यहाँ छ मेरो घन्टी फुल। हेर्नुहोस् मेरो फुलहरूको पनि त्यति राम्रो स्याहारै भएको छैन, किनकि घरमा आमा एक्लै हुनुहुन्छ छोरी मान्छेमा, अनि आमा बाख्रा गोठालो जानुहुन्छ, त्यही भएर चाहिँ स्याहार्नै हुँदैन। यो रुख चाहिँ मेवाको बोट मेरो हस्बेन्डले लाउनु भएको। यो मेवाले पनि साह्रै बेसी फल्छ, धेरै। मलाई चाहिँ यस्तो प्लान्टहरू साह्रै मनपर्छ। यो चाहिँ मैले सानो हुँदाखेरि लिएर लगाएको थियो, मलाई पनि याद छैन, तर आमाले चाहिँ एकदम यहाँनिर लगाइदिइराख्नु भएको रहेछ, चाङले लिएर रोपेको भनेर। अन्त मैले चाहिँ फुलहरू देखाउँछु है त तपाईँहरूलाई। यो चाहिँ मेरो फ्लावर्स। कता गयो? कस्तो दामी देखेको यहाँ त। वाउ, मेरो फुलको बगैँचा। भिडियोमा त कस्तो दामी देखेको, तर रियलमा पनि दामी नै छ छनु चाहिँ, तर भिडियोमा चाहिँ अलिक अर्कै चकिलो कलर देख्दो रहेछ मेरो फुलहरू। अब घरमा आफै बस्नु थालेपछि चाहिँ अझै दामी दामी फुलहरू रोप्नुपर्छ। यहाँ एउटा सुपारी पनि सुकिरहेको रहेछ। यो चाहिँ अस्ति भर्खर हामीले किनेर ल्याएको 90 मा। यस्तो छ, साह्रै बेसी देख्छ। घरभित्र त नदेख्दो रहेछ लाइट नभएर। यो चाहिँ मैले यहाँनिर छ नि यो येल्लो कलर, सेम त्यस्तै हो। यो चाहिँ रेड कलरमा अस्ति भर्खर मैले उता हाम्रो यहाँनिर फुपूकोबाट लिएर आएको। एकदम दामी लाग्छ मलाई चाहिँ यो फुल चाहिँ। हेर्नुहोस् त, यो चाहिँ यो फुलको नाम चाहिँ मलाई पनि थाहा भएन हौ, जिरिनियम कि के नियम भन्छौँ त्यस्तै होला। मेरो आमाले रोप्नु भएको घर चाहे जस्तो सुकै होस् होइन, तर त्यो घरमा चाहिँ फुलहरू एकदम बेसी रोप्यो भने चाहिँ, राम्रो राम्रो फुलहरू रोप्यो भने चाहिँ एकदमै धेरै राम्रो देखिन्छ। किनकि घरको लुक चाहिँ हुन्छ नि, फुलले गरेर राम्रो देख्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि मलाई पनि फुलहरू चाहिँ एकदमै धेरै मनपर्छ। अनि त्यो येल्लो कलरको थियो नि, रेड कलर, अन्त यो चाहिँ पिङ्क कलरमा हो। कस्तो मजाको देखेको हो, मलाई त कस्तो मन पर्यो। यो चाहिँ पिङ्क कलरमा हो साथीहरू। अन्त मेरो यहाँनिर मेरो फेभरेट फुल यो होइन है, यो हेर्नुहोस् ल, रेड कलरमा छ रोज। मलाई रोज चाहिँ मनपर्छ कि, तर काँडाहरूदेखि चाहिँ साह्रै डर लाग्छ। यो चाहिँ पुरा मनपर्छ मलाई, यो गुलाब चाहिँ, यो रोज फुल चाहिँ। हेर्नुहोस् त, हात पनि मैला छ दाउरा उठाएर। दामी। यो चाहिँ भर्खर निस्किँदै रहेछ, फक्रिनु पर्ने, यो चाहिँ फक्रिनु टाइम लाग्ने रहेछ। यो चाहिँ मेरो खोर्सानीको बोट। यहाँ एउटा खोर्सानी रहेछ, अस्ति यता थुप्रो थियो पलाइरहेको थियो, मैले सबै निकालेँ टिपेँ। यो चाहिँ ब्याम्बो स्टिक, ब्याम्बो स्टिक पो अरे, ब्याम्बो प्लान्ट। यहाँनिर पनि छ, ठुलो भइसकेको छ, तर यो चाहिँ अलिक यस्तो छ। यहाँ चाहिँ ब्याम्बो प्लान्ट। अनि यो अस्ति भर्खर मैले गरेको रोपेको। अनि यहाँनिर चाहिँ हेर्नुहोस् चाहिँ क्यालेन्डर। हामी क्रिस्चियनहरूमा चाहिँ यस्तो क्यालेन्डर हुन्छ, यसमा चाहिँ डेली भर्स पनि हुन्छ। अनि आज चाहिँ 17 तारिक रहेछ। यहाँ चाहिँ
2 जोन 1:5 रहेछ। अनि आजको यस्तो रहेछ, हामी एकअर्कालाई प्रेम गर्नेछौँ गर्दछौँ त्यस्तै। यही हो। त्यही चाहिँ मेरो किचन हो, के गर्नु, गाउँघरमा यस्तै छ। यो चाहिँ मैले अस्ति भर्खर बनाएको हेर्नु साथी, हेर्नुहोस्। मलाई ब्लग बनाउनु चाहिँ एकदमै धेरै मनपर्छ कि, तर बनाएपछि चाहिँ के भन्नु हुँदो रहेछ। अनि फेरि भनेपछि चाहिँ म चाहिँ फेरि सबै कुरा देखाएको हुन्छु क्या। अब त्यही चाहिँ मेरो कटेरा देखाउँदिनँ। यो चाहिँ मेरो पोथी, अघि पनि देखाइहालेँ मैले। यहाँ चाहिँ खोर्सानीको, डल्ले खोर्सानीको झ्याङहरू छ, रुख बोटहरू छ, तर खै कचल्टेको भन्नु कि के भन्नु, यस्तै भइरहेछ। यस्तै छ। अब कति टाइम लाग्छ? यति थाक त पारिसक्यो हामीले। यहाँनिर पनि रहेछ अघिको, कस्तो रेड कलरमा। यो चाहिँ अलिकति डिफ्रेन्ट कलर जस्तो लाग्यो, तर हुन त एउटै कलर हो। यत्तिकै छ हाम्रो चाहिँ यहाँनिर कुखुराहरू, यत्तिकै छ यहाँनिर अलिकति कुखुराहरू। अझै कतिवटा कुखुराहरू त कता पुगेछ कुनी, कहाँ पुगेछ कुखुराहरू। के भनेको? अनि साथीहरू, यहाँ चाहिँ मेरो आमाले मरिच सुकाइरहनु भएको छ। यो चाहिँ अर्ग्यानिक मरिच हो नि। फेरि यो चाहिँ आफ्नै घरमा फलेको, हाम्रो घरमा चाहिँ होइन, तर आमाको भाइको घरमा चाहिँ, हाम्रो आगोहरूको घरमा चाहिँ मरिच आफ्नै छ, मरिचको खेती छ आफ्नै, मतलब मरिचहरू पुरै लाउनु भएको छ। त्यहीँबाट चाहिँ ल्याउनु भएको, आमालाई ल्याइदिनु भएको रहेछ। अनि गाउँघरमा चाहिँ कालो चिया एकदमै धेरै चल्ती छ, अनि मरिच लाएको चिया चाहिँ हुनुपर्छ। एक नाङ्लो सुकाइरहनु भएको छ हाम्रो आमाले। मलाई त थाहा थिएन हौ मरिच यसरी बोइल गरेर सुकाउनु पर्छ भनेर। बोइल गरेर सुकाउनु पर्दो रहेछ मरिच चाहिँ खास गरी। ठिकै हो, कतिवटा कुरा आफूले थाहा नभएको कुराहरू बिहा गरेर आएरै, गाउँघरमा आएरै सिकिन्छ। चाहिँ जस्तोको त्यस्तो गरेर राखिदिनुपर्छ। फेरि आधी सुक्छ आधी सुक्दैन कि। मेरो त सर्दी लागेर एकदमै बेसी उयो भइरहेछ, घाँटी कस्तो भइरहेछ। एक्सक्युज मी। यसमा चाहिँ डल्ले अचार छ सुकाइरहनु भएको, किनकि अलिक दिन पछाडि हाम्रो सानो भाइ अघि जो दाउरा बोकेर आइरहनु भएको थियो, उहाँ चाहिँ बेङ्गलोर जानुहुन्छ। मेरो भाइ चाहिँ, उसको लागि हो यो डल्लेको अचार चाहिँ। अनि म तपाईँहरूलाई एउटा इन्ट्रेस्टिङ चिज बताउँछु है त। हेर्नुहोस्, यो मेरो पोमेग्रेनेटको बोट मैले यत्रो सानोबाट लिएर यहाँनिर रोपेको थियो, हुन्छ कि हुँदैन होला भनेर। तर हेर्नुहोस् त कत्रो भएर आएको छ अहिले। हेर्नु त झ्याङ कत्रो, फल पनि लाग्नु थालिसकेको छ। हेर्नुहोस् फल देख्दैछ यहाँनिर। एकछिनमा म अलिकति ब्राइटनेस गर्छु। त्यहाँनिर देख्नुहुँदैछ एउटा, अनि यहाँनिर छ। कता गयो यसरी लागेको छ फल चाहिँ। अस्ति चाहिँ मेरो बुढाले फल लागेछ त हौ भनेर अलिअलि यल्लो देखेर चाहिँ टिपेर खाने हुँदाखेरि भरे भित्र काँचै रहेछ। अन्त यहाँनिर चाहिँ जस्तै भए पनि आफूले रोपेको चिजहरूले
फल दिँदा चाहिँ एकदमै आफूलाई खुसी लागेर आउँदो रहेछ। आफूले रोपेको चिजहरूमा ग्रोथ हुँदाखेरि है, त्यो एकदम फल दिने लायकको हुँदाखेरि चाहिँ आफूलाई एकदमै राम्रो लागेर आउँदो रहेछ। अनि यहाँनिर चाहिँ यो भयो मेरो ससुराल। अनि ऊ पर त्यो खोला जस्तो देख्नुहुन्थ्यो होला यहाँनिर, त्यहाँनिर चाहिँ मेरो माइत हो। यो खोलाको उतापट्टि चाहिँ मेरो माइत हो। त्यहाँनिर चाहिँ जयगाउँ छ। त्यहाँनिर चाहिँ जुम गर्दा त्यति राम्रो नदेख्दो रहेछ। यतिको देख्दा चाहिँ सबैभन्दा खुसीको कुरा चाहिँ यही हो कि म आफ्नै ससुरालमा बसेर पनि, आफ्नै बुढाको घरमा बसेर पनि आफ्नो माइतलाई चाहिँ म देखिरहनु सक्छु यहाँदेखि। अनि मेरो माइत चाहिँ त्यसको बिचमा पर्छ। कता त्यसको बिचमा त्यसको त्यहाँ घरै घर छ। त्यहीँनिर नै हो मेरो माइत घर चाहिँ। हेर्नुहोस् मेवाहरू कसरी फलिरहेछ यहाँनिर। के गर्नु, बेङ्गलोर जाँदा लिएर जानु सक्ने हुन्थ्यो नि, तर बोकेर जानु सक्दिनँ। हेर्नुहोस् अब म यतिकै टोल्लिन थालिसक्यो मेरो कुखुराहरू। अनि मेरो कुखुराहरू यसरी बसिरहेको रहेछ। ल हुन्छ त, सबैजनाले मेरो भिडियोलाई हेरिकन लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। मैले यो भिडियोभन्दा अगाडि चाहिँ मैले म गान्तोक VBSमा गएको थिएँ नानीहरूको सेवामा। अनि त्यहाँनिर मैले जतिवटा लेसन हुन्छ त्यो चाहिँ मैले डाउनलोड गरी मतलब रेकर्ड गरेर मैले हालेको छु। त्यो भिडियोहरू पनि हेरेर एकदम लाइक कमेन्ट गरिदिनुहोस् होला। अनि मेरो यो ब्लगलाई हेरेर पनि एकदमै धेरै माया दिनुहोस् होला। मेरो फर्स्ट ब्लग हो यो चाहिँ। सरी यो चाहिँ सेकेन्ड ब्लग हो। अर्को चाहिँ मैले त्यसै गरेको थिएँ। अनि यो चाहिँ मेरो सेकेन्ड ब्लग हो। मैले त्यति राम्ररी त बनाउन सकिनँ, किनकि मलाई त्यति साह्रो आइडिया पनि छैन कि कसरी बनाउनु पर्छ भनेर। तर मसँग जति भयो मैले त्यति बनाएको छु। अनि तपाईँहरू चाहिँ सबैले हेरेर लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। हुन्छ, जय मसी।